नमस्कार सबैलाई। म हिमाल घिमिरे उर्लाबारी सुनिचक। अब यसपालि अब हामी सबैले भोट चेन्ज गरिसक्यौँ, अब घन्टी ल्याइदिने भइसक्यौँ होइन। मैले पनि आफै एडभर्टाइज पनि गरिरहेको छु, घन्टीको क्यासहरू पनि बोकिरहेको छु मैले होइन। अनि त्यसपछि अब घन्टी ल्याइदिँदैछौँ हामी काठमाडौँसम्म। हामी तपाईँहरूलाई पुरो अन्जान छौँ। यहाँ झापादेखि काठमाडौँसम्म हामी घन्टी बजाउँदै जाँदै जाने हो। तपाईँहरूको लागि ज्यान दिन पनि पाएर अहिले हामी होइन। तर पहिले के भ्रष्टाचारीहरू जस्तै पारा भयो भने चाहिँ हामी ज्यान लिन पनि तयार छौँ। राइट। एउटा डायलग अहिले तपाईँहरूलाई जिताएर पठाउनका लागि ज्यान दिन तयार हो, तर पुराना जस्तै तपाईँहरू हुनुभयो भने फेरि ज्यान लिन पनि तयार हो। यो वचनलाई आत्मामा राखेर यो वचनलाई म सिंहदरबारमा पुग्दाखेरि पनि मेरो क्षेत्रको के नाम हिमाल घिमिरेले भन्नुभएको आवाज पुर्याउने छु। बालेन दाई र रवि दाईकामा पुग्ने त म त्यसैको रिप्रेजेन्टेटिभ भनेपछि यसै पुग्छ, यो समग्र देशमा पुग्छ है। र सबैजना बस्नु होला, भोट घन्टी